फर्स्टमा ढिँडो थकाली सेट मलाई ढिँडो मनपर्छ तर म सधैँ खान सक्दिनँ हप्तामा एकचोटि या फिर दुईचोटि चाहिँ खान सक्छु मलाई ढिँडो खाइसकेपछि भातै खानुपर्छ सो म यसलाई चाहिँ 5 ऱ्याङ्क गर्छु ल खिर चाहिँ मलाई आई डोन्ट लाइक द्याट मच मलाई चाहिँ स्विटहरू भएको चाहिँ खासै मन पर्दैन एज अ डेजर्ट थोरै त्यही बोल जति चाहिँ खान सक्छु त्योभन्दा बढी खान सक्दैन सो म यसलाई 7मा राख्छु मकै एन्ड गुन्द्रुक यो चाहिँ खास चिसो महिनामा मनपर्छ गर्मी महिनातिर खासै मन पराउन चिसो महिनामा चाहिँ हल्का चपाइराख्दा बढी हल्का तातो भए जस्तो फिल हुन्छ त्यही भएर यसलाई चाहिँ म 8मा राख्छु थुक्पा चाहिँ मेरो फेभरेट हो म चिसोमा खाने हो तर म गर्मीमा पनि खान सक्छु यो चाहिँ मेरो फेभरेटै हो अझ लेकतिर पकायो भने त बेस्ट सो यसलाई पनि म ऱ्याङ्क गर्छु 2 मोमो चाहिँ कस्तो हुन्छ नि आई लाइक मोमो तर रेगुलर बेसिसमा म खान सक्दिनँ विकली वन्स इन अ विक म चाहिँ हप्तामा एकचोटि खान सक्छु यसलाई सो म यसलाई 6मा राख्छु के त योभन्दा बेटर आउनसक्छ लाफिङ मनपर्छ यो पनि त्यही हो हप्तामा एकचोटि या फिर बढीमा दुईचोटि योभन्दा बढी म सधैँ खान मन लाउन्न मलाई प्रायः जङ्क्सहरू म अहिले एकदम खान कम गरिरहेको छु त्यही भएर डेली खान मन लाउन्न सो 9 भक्क वाट इज द्याट यो मलाई थाहा छैन आइडिया पनि छैन टेस्ट गऱ्यो भने माइट बी बेटर होला तर फर नाउ यो हेर्दा खास चामलको पिठोहरू या फिर त्यस्तै केबाट बन्छ जस्तो लागिरहेको मलाई सो यसलाई चाहिँ म धेरै मन पराउन मलाई यस्तो खाना कुराहरू पनि धेरै मन पर्दैन सो म यसलाई पनि 10मा राख्छु नेपाली दाल भात त यो त मेरो बेस्ट हो सो 1 यो पनि चाहिँ म बाँच्न सक्दिनँ ओह नाइस राम्रो आयो मैले राम्रै राखेर रहेछु फर्स्टमा आएको मलाई जङ्क्सहरूभन्दा नि यस्तैहरू मनपर्छ सो सेलरोटी र अझ ठ्याक्कै यही टाइपको सेलरोटी मनपर्छ मलाई त्यो अर्को भित्र धेरै उस पिठो भएकोवाला मन पर्दैन सो यो सेलरोटीलाई चाहिँ पनि म ऱ्याङ्क गर्छु योभन्दा बेटर आउनसक्छ सो फेरि पानीपुरी पानीपुरी त आएकै पो रहेनछ पानीपुरी 3मा राख्ने मध्येर मलाई म रिप्लेस गर्न मन लाग्छ मलाई 5मा चाहिँ पानीपुरी अनि 3मा चाहिँ ढिँडो राख्दा ठिक हुन्थ्यो बट इट्स ओके पानीपुरी 3मा भयो तर मलाई धेरै मन पर्दैन म हप्तामा एकचोटि मात्र खान्छु सो थ्याङ्क्स फर वाचिङ भाइ ओ नेवारी खाजा सेट अहिले आइरहेछ अघि कहाँ थियो 10वटा सकिसक्यो नेवारी खाजा सेट आई लभ टु इट यो म डेली खान सक्छु यसको मेन छोइला र सेकुवा त म डेली खान सक्छु यसलाई चाहिँ 2मा राख्नुपर्ने हो 2मा राख्नुपर्ने हो या फिर 3मा नेपालमा नेपाली दाल भात नेपाली दाल भात सो नेपाली खाजा सेट चाहिँ मेरो 2 या 3मा जान्थ्यो गाइज तर यो ढिलै आयो सो बाई थ्याङ्क्स फर वाचिङ